यो चाहिँ हो हाम्रो धरानको घन्टाघर नजिकै हाम्रो यहाँ छ मनिष चटपटे के हो मनिष चटपटे नाम हो नि यसको अङ्कल हाम्रो स्टलको नाम के हो मनिष हो मनिष कति टाइम भयो तपाईँले बनाउनु भयो 25 वर्षभन्दा बेसी हो। 25 वर्ष आम्मामा, 25 वर्ष बेसी नै यो ठाउँमा राखेको कुन ठाउँ राखेको ठ्याक्कै कुन ठाउँ भन्दा भन त यहाँ मिनी मार्केटको अगाडि मिनी मार्केटको अगाडि 25 वर्षको एक्सपिरियन्स छ एउटा अझै चम्चादिन न आलनिम्की चाहिँ भएन है आलनिम्की चाहिँ भएन क्या खाएर टेस्ट गर्नु नि है। ए सरी आलनिम्की भन्छु सरी उदयबाट के बोल्छ हौ साथी जे पनि बोल्दिनु दामी छ त गयो तपाईँहरूलाई पनि आलु निम्किन खानु पर्यो भने यहाँ चाहिँ आउनु होला ठ्याक्कै घन्टाघरको अगाडि यहाँ हाम्रो दाइ हजुरको लोकेसनहरू भनिदिनु न लोकेसन यहाँ देखाउ न लोकेसन भन्नु न राम मिनी मार्टको अगाडि ओके भान्चोकको अगाडि भानु चोकको अगाडि मिनी मार्केट भनेको छ ल आउनु होला तपाईँहरू हामी चाहिँ राति अहिले काटेछौँ कति बज्यो अहिले लगभग 9 बज्नेवाला छ स्टिल खुला छ टेस्ट इन्जोय अब यो मलाई त मिठै लाग्यो हाम्रो दाइकोमा हुन चाहिँ सबै आइटम सकिसक्यो पानीपुरी पनि सकिसक्यो अनि दही चाट पनि सकिसक्यो दहीबाट हौ ए दहीबाट ओके लास्ट आइटम छ आलु निम्किन्छ पेट भरेन फेरि खान्छौँ चाँडो आउनु भनेको छ चाँडो आउनु होला 9 बजीतिर नआउनु होला सबै कुरा सकिहाल्छ एकदम चल्ने ठाउँ हो त्यही भएर अब 20 वर्षको एक्सपिरियन्स चाहिँ साँच्चीकै रहेछ टेस्ट राम्रो 25 ओके त्यो त टेस्टले थाहा पाइहाल्छ क्या कतिको एक्सपिरियन्स छ तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला नभए चाहिँ आउनु